यो पातहरु के याद आयो यो चाहिँ सम्भव छ जस्तो लाग्छ के हैन सो व्हाट डु यु थिंक गाइस Advertising on Spotify is easy. You just write a script, pick your background music, यहाँ मैले एउटा चीज देखेँ क्या यो ग्राउन्डमा चाहिँ यो हरियो दुबोभित्र चाहिँ यस्तो पातहरू देखेँ यस्तो उहरू देखेँ क्या मैले हैन पातहरू अनि कसलाई याद छ लाइक यो पात चाहिँ हामीले बच्चा बेलामा चाहिँ लाइक खोज्न जान्थ्यौँ क्या यो भेट्यो कि अनि यसमा घन्टौँ बिताउँथ्यौँ क्या यसमा चाहिँ यस्तो एउटा भनाइ थियो कि कसले भन्यो थाहा छैन दुईटा पात अहिले त्यसमा तीनटा छ है दुईटा पात अथवा चारवटा पात भयो भनेदेखि चाहिँ एकदम लकी मानिन्छ अरे भनेर चाहिँ हामी घन्टौँ लगाएर खोजेर चाहिँ अनि भेटिहाल्यो भनेदेखि चाहिँ अनि गएर किताबको पन्नातिर राख्ने भन्ने गरिन्थ्यो क्या हैन कसले याद छ कसले गर्नुभयो है प्लिज टु कमेन्ट है त है कस्तो राम्रो वेदर छ यहाँ हैन हावा सर्रेर चलिरहेको आज गर्मीको दिन छ एकदम सर्र चलिरहेको हेर्नु न यहाँ कस्तो मजाको ठाउँ छ यस क्लब चलिरहेको छ हैन दुईजना मान्छेहरू तिर छ अनि यस्तो म एउटा कुरा भन्छु लाइक सबैजनाले चाहिँ यो गर्नुहुन्न होला तर यदि यही चिज चाहिँ यस्तै चिज चाहिँ हाम्रो नेपालमा भइदिएको भएदेखि चाहिँ हैन कोही गएर यहाँ छेउमा बस्थ्यो कि बस्दैन थियो होला त प्लिज स्टे अफ द स्कल्पचर भनेको छ क्या हैन यहाँ बस्नु मनाइ छ भनेको छ हैन अनि बसेको पनि छैनन् क्या मलाई चाहिँ लाग्छ कि यदि यही चिज चाहिँ नेपालमा भएको भएदेखि सायद बस्नुहुन्थ्यो होला क्या र यो बस्नु हुँदैन भने कि यदि बस्नुहुन्न भने चाहिँ त्यो धेरै राम्रो है यस्तो यो चाहिँ एउटा लाइक युनिकनेस हैन एउटा ब्युटी पनि हुन्छ हैन मेन्टेन गरेर राख्नुपर्छ त्यही हो हैन नजिकैको एउटा कम्युनिटी पार्कमा आएको छु अहिले है आज एकदम गर्मी पनि छ अनि घरमा बिदाको दिन घरमै बसिरहँदाखेरि पनि बोरिङ फिल भएर चाहिँ एकछिन यसो हावा खान निस्किन्छु भनेर निस्केको एउटा कम्युनिटी पार्क हो कम्युनिटी पार्क भनेको चाहिँ हरेक सहर सानो प्लेग्राउन्डहरू जस्तो बनाएर चाहिँ पार्क टाइपको हैन जहाँ चाहिँ आएर रेस्ट गर्ने खेल्ने हैन टाइम पास गर्ने घुम्ने आफूले आफूलाई चाहिँ हुन्छ नि इन्जोय इन्टरटेन गर्ने एउटा ठाउँ हैन पब्लिक ठाउँ जस्तो पनि हो अनि यहाँ चाहिँ कस्तो मेन्टेन छ भने यो चौर चाहिँ हैन एकदमै हुन्छ क्या क्वालिटी हैन प्लेग्राउन्ड क्या हैन आर्टिफिसियल म्याट राखेर बनाएको चाहिँ हैन यस्तो राम्रो छ यता यो चाहिँ यहाँको चाहिँ टोइलेट बाथरुम बिल्डिङ हो क्या हैन यहाँ चाहिँ बाथरुम खानेपानीहरू सबै छ त्यहाँ चाहिँ सानो प्लेग्राउन्ड छ क्या है यहाँ बच्चाहरू चाहिँ खेलाउनु हुन्छ है अनि यहाँको पार्किङ हेर्नु यहाँको पार्किङमा चाहिँ यति धेरै गाडी छ क्या आज बिदाको दिन भएको होला मजाले मान्छेहरू आएको छ अनि यहाँ चाहिँ एउटा सानो फिटनेस एरिया पनि बनाइरहेको छ कि फिटनेस कोर्ट अनि यो चाहिँ बाटो क्या हैन फुट ट्रेल लाइक हिँड्ने मान्छेहरूको लागि चाहिँ बनाइदिएको बाटो रहेछ हैन यहाँ चाहिँ अब साइक्लिङ पनि गर्छन् गर्न चाहिँ तर हिँड्नको लागि पनि मजाले ओपन एरिया के हुन्छ नि होइन ढलान गरेर कस्तो राम्रो बनाइदिएको रहेछ यो चाहिँ दुबो होइन यो चाहिँ आर्टिफिसियल होइन नेचुरलै दुबो हो होइन यस्तो
एउटा पात पतिङ्गर फोहोरहरू पनि छैन क्या है, छैन। अब यस्तो मजाको छ क्या होइन, यतातिर ट्रेलहरू सबै राम्रो छ होइन, रुखहरू मजाले मेन्टेन गरेर। अनि यहाँ यस्तो ऊ पनि बनाइदिएको रहेछ क्या। अब यसलाई के भन्छ चाहिँ मलाई अहिले ठ्याक्कै नाम थाहा भएन होइन। यो डोरीमा चाहिँ यस्तो यस्तो हल्लिनेवाला क्या, तराईतिरको त्यो हुन्छ नि डोर्नेवाला जस्तो क्या। अब ठ्याक्कै मलाई थाहा भएन यसको नाम चाहिँ होइन। म चाहिँ यहाँ बस्दै गर्दाखेरि दिमागमा एउटा सोच आयो क्या होइन, यतिको ग्राउन्ड नेपालमा सम्भव छ कि छैन होला त, कि नेपालमा छ कि छैन होला त भनेर सोचिरहेको थिएँ। मलाई चाहिँ अब आफू नेपालमा हुँदाखेरिको टाइममा होइन गयो, रङशालाहरू पनि हेर्न गयो, खेल्न गयो होइन, खेल्न नि गयो, हेर्न नि गयो। तर मलाई लाग्छ कि रङशाला एउटा नेपालको वान अफ द हुन्छ नि इन्टरनेसनल फुटबल ग्राउन्ड भए पनि त्यहाँ पनि यतिको फेसिलिटिज होइन, यतिको मेन्टेनेन्स चाहिँ छ जस्तो मलाई लाग्दैन क्या होइन। अब होला प्याराफिट चाहिँ छैन यहाँ होइन, तर होइन खानेपानी छ होइन, टोइलेट बाथरुम सफा छ होइन, प्रपर मान्छेलाई बस्न पुग्ने चेयरहरू छ होइन, अनि प्लस यसो हुन्छ नि साइड वकहरू मान्छे घुम्न गर्नको लागि हुने ठाउँहरू छ होइन। प्लस यहाँ चाहिँ इन्ट्री फी चाहिँ छैन, पार्किङ फेसिलिटिज फुल छ होइन, पार्किङ मजाले पुग्ने छ होइन, यता 2टा पार्किङ छ होइन। सो मलाई चाहिँ के लाग्छ भन्दा नेपालको एउटा हुन्छ नि इन्टरनेसनल लेभलको एउटा ग्राउन्ड चाहिँ यहाँ चाहिँ लोकल लेभलमा छ पनि नजाउँ होइन। हाम्रो टोलमा चाहिँ सानो ग्राउन्डहरू पनि हुन्छ नि होइन, सानो ग्राउन्डहरू त झन् केही पनि हुँदैन क्या, त्यो हुन्छ नि गिटी ढुङ्गा सुङ्गा भए हुन्छ, यताउता हुन्छ होइन, एउटा दुगो पनि। सो मलाई चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ होइन, इफ लोकल लेभलको क्या लोकल अथोरिटिजहरू जो कन्सर्न हुन्छ नि उहाँहरूको पोजिसनमा हुनुहुन्छ नि होइन, उहाँहरूले चाहिँ यदि चाहेर एउटा प्रपर प्लान गरेर गर्नुभयो भनेदेखि चाहिँ आफ्नो टोलमा एउटा सानो हुन्छ नि त चौरहरू त जहाँ पनि हुन्छ क्या। हामी सानो हुँदाखेरि थियो, अहिले त त्यो मासिएको त छैन होला सायद, जति नै जे भए पनि होइन, चौर चाहिँ आफ्नो ठाउँ चौरै छ होइन। त्यसमा चाहिँ दुबो रोपिदिने होइन, प्रपर टेक केयर गर्ने होइन, स्टाफहरू राखेर होइन, त्यसको मेन्टेनेन्स गरेर गऱ्यो भनेदेखि चाहिँ एउटा चाहिँ त्यहाँ लोकल लेभलमा बस्ने बच्चाहरू हुन्छ नि उनीहरूको लागि चाहिँ आफ्नो ट्यालेन्ट सो गर्ने, जसले गर्दा चाहिँ त्यहाँ गएर खेल्न आउनु। त कस्तो छ कन्टेक्स्ट भन्दाखेरि चाहिँ खेल्न पठाउँदाखेरि पनि प्यारेन्ट्सहरूलाई पनि चाहिँ बच्चाहरू इन्जर्ड हुने कि के हुने कि भनेर पनि डर चाहिँ छ क्या होइन। सो त्यसरी फेसिलिटिज प्रोभाइड गरेर गऱ्यो भनेदेखि चाहिँ सायद उहाँहरूले पनि पठाउनुहुन्छ होला, जसले गर्दा बच्चाहरूले नै आफ्नो ट्यालेन्ट सो गर्न पाए होइन, इन्हान्स गर्न पाए। अनि प्लस ब्युटी अफ एभ्री कम्युनिटी सम्भव छ जस्तो लाग्छ क्या होइन। सो वाट डु थिङ्क गाइज होइन, यो सम्भव छ होला र? अहिले चाहिँ म यहाँ लोजमा आइसकेको छु। लोज इज फर प्लान्ट्स। लेट्स see के रहेछ त लोज सामानहरू टन्नै छ। यो पात कता देखे जस्तो लाग्यो होला है, यो चाहिँ हाम्रो गाउँघरमा पाइने उनिउ भन्छ जस्तो लाग्छ मलाई होइन, उनिउहरू छ। यहाँ चाहिँ यो एउटा उसको लागि चाहिँ $17.16.98 खै यो पनि त यार जे पनि पैसा हाम्रो नेपालमा फालिरहेको चिज चाहिँ $16.98। गार्डन्सहरूको लागि चाहिने चिजहरू अनि आउटसाइड घरभन्दा बाहिर राख्ने चिजहरू लाइक यो ग्रिलहरू